काठमाडौँबाट गुवारको हुँदै रातामकै चोक हुँदै लुबु लामाटार जाने बाटोतिर हामी लाग्दैछौँ। त्यहाँ पुगेपछि हामीले वृक्षारोपण कार्यक्रम थियो हाम्रो गौतम बुद्ध जीवनमुख प्रयोगशालाको 7औं वार्षिक उत्सवको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम समापन गरिसकेपछि यो ठाउँ चाहिँ प्रशासनको तर्फबाट यति समयको लिएर आउनुभएको थियो। यो ठाउँमा वृक्षारोपण भएको त्यसपछि साथीहरू यसपछि यहाँको वडा कार्यालयको हलमा जीवन विज्ञानको 7औं वार्षिक उत्सवको छोटो कार्यक्रम सम्पन्न भयो। त्यसपछि हामी लाग्यौँ लाकोरी भन्ज्याङ तीरतर्फ मासतिर केही उकालो र अप्ठ्यारो बाटो हुँदै हामी यो गेटबाट मासतिर उकालो लाग्यौँ। यहाँ पुगिसकेपछि प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनोरम दृश्यहरू हेरेर पानी परेर भर्खर रोकियो।